दाइको बिहेपछि भाउजू कस्तो आउने होला? आमा बालाई माया गर्ने हो कि होइन? हामीलाई पनि माया गर्ने हो कि होइन? कस्तो व्यवहार गर्ने होला भन्ने अन्योलताबाट सुरु भएको यो सम्बन्ध आजसम्म पनि सुमधुर अनि मिठासले भरिपूर्ण छ। उनी बुहारीको रूपमा हाम्रो घरमा भित्रिए पनि हामी 3 दिदीबहिनीमा एक थपिएर 4 बनेकी छिन्। हाम्रो सुख दुःखको साथी बनेकी छिन्। यस्तो मायालु मान्छेलाई हाम्रो घरमा पठाउनु भएकोमा भगवानलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि आज यस्तो प्यारो मान्छेको जन्मदिन, त्यसैले ह्याप्पी बर्थडे माई डियर भाउजू। भगवानले तपाईलाई सदैव सुखी निरोगी दीर्घायु राखुन् र सबै तपाईँको चाहना पुरा गरून्। यही नै शुभकामना छ तपाईँको जन्मदिनको। तपाईँको दिन शुभ बितोस् अनि खुसीका साथ सधैँभरि यसरी नै सँगै रहन पाऊँ।